सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। हामी अहिले 2082 फागुन 21 गतेको निर्वाचनको निमित्त हामी काभ्रे जिल्लामा छौं र काभ्रे जिल्लाको यो धुलीखेल नगरपालिकामा हामी यो क्षेत्र नम्बर 2 को उम्मेदवार उमेश तामाङज्यूको साथमा हामी भोट माग्नको निमित्त मतदाताहरूको घर दैलोमा सरिक भइराखेका छौं। तपाईले माथि देखिराख्नु भएको छ, उहाँहरू चाहिँ मत माग्नको निमित्त माथि गइराख्नु भएको तपाईहरुले देखिराख्नु भएको छ। र माथि हाम्रो मंगोल समुदायहरूको र घरहरू भएको कारणले गर्दाखेरि साथीहरू माथि डाँडामा जय मंगोल जय मंगोल माथि गइराख्नु भएको छ। ल यता अरु सरहरू चाहिँ यता उहाँहरूलाई वेट गरिराख्नु भएको छ। यता पनि हामीले भोट मत मागिसकेका छौं र म दुर्गालाल तामाङ अहिले हामी काभ्रे जिल्लामा व्यापक प्रचार प्रसारको निमित्त अगाडि बढिसकेका छौं। अहिले हामी यो 2 नम्बर क्षेत्रपट्टि मत माग्नको निमित्त मंगोल नेशनल अर्गनाइजेसनको दर्शन सिद्धान्त बुझाउँदै र मंगोल नेशनल अर्गनाइजेसनको भाले चुनाव चिन्हमा मत दर्ज गरेर चाहिँ यो राजनीतिक दलबाट उठ्नु भएको उम्मेदवारलाई चाहिँ विजय गराइदिनु हुन पनि म सम्पूर्ण लोकतन्त्र प्रेमी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विनम्र अनुरोध पनि गर्न चाहन्छु र उम्मेदवार सहित भाले चिन्ह बोकेर चाहिँ माथि डाँडामा पुगिसकेको अवस्था छ। यो धुलीखेल नगर पालिकाको दृश्य हो। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, अलिकति पातलो बस्ती रहेको छ र कुनै ठाउँमा चाहिँ बाक्लो बस्ती पनि तपाईले देखिराख्नु हुनेछ। सम्पूर्णलाई फेरि स्वागत गर्न चाहन्छु। मंगोल नेशनल अर्गनाइजेसन को यो विशेष गरी चुनावी घर दैलो अभियान हामी सरिक भइराखेका छौं र म पुनः क्षेत्र नम्बर 2 को उमेश तामाङ ज्यूलाई जिताउनको निमित्त क्षेत्र नम्बर 2 निवासी सम्पूर्ण नेपाली मतदाता दाजुभाइ तथा दिदीबहिनीहरुमा विनम्र अनुरोध गर्न चाहन्छु भन्दै अहिलेको लागि म दुर्गालाल तामाङ बिदा हुन चाहन्छु। हस्त जय मंगोल।